लाग्दैन है यहाँ त अर्ग्यानिक चुल्हामा पानी बसाल्दैछ हाम्रो काकी अर्ग्यानिक चुल्हा है लु के भन्नुहुन्छ काका भन्नुहोस् त पनि अर्ग्यानिकै हो पानी खाएर नै अहिलेसम्म बाँचिरहेकै छु मेरो उमेर 80 वर्ष पुग्यो है ए हो र 80 वर्ष पुग्यो अब 80 वर्ष दिन उता कति दिन बाँच्ने हो बाँच्छ नि त्यो भगवानले नै जान्दछ एक्सर्साइज पुरा छ बाजेको है पुरा काम गर्नुहुन्छ नि त है तपाईँ हजुर खट्नु पाइन भने फेरि विसुन्तोक हुन्छ आज मैले केही पनि गर्नु पाइनँ भन्छु विसुन्तोक हुन्छ र पुरा खट्नु अब मर्ने बेलासम्म पनि लोकको भाँडा भरिँदैन हो त पक्का हो मर्ने बेलासम्म यो चाहिँ पक्का हो सुनिराख्नु सबैले उता हेरे लोभे लाग्छ त्यो हेरे लोभे लाग्छ उता हेरे लोभे लाग्छ मर्दाखेरि त लानु पर्ने केही पनि छैन त्यही त केही पनि छैन तर लोभ चाहिँ पुरा लाग्छ है लोभ चाहिँ लाग्छ उता र त बाँचिन्जेल छ जे खानु छ खानु जे लाउनु छ लाउनु जहाँ घुम्नु छ एकैछिनको एक दिनको टाइम राखेर घुम्नु पर्यो है दाउराको लागि लोभै लाग्छ अलिकति एउटा हिँड्दाखेरि घाँसको भारी बोकेर घाँसको त्यो भारीबाट एउटा घाँसको मुन्टा झऱ्यो भनेदेखि पात झऱ्यो भने पनि त्यसको लोभै लाग्छ घाँस भारी छ त्यो टुप्पा त्यो घाँस टिप्नै मन लाग्छ त्यही त मान्छेमा चाहिँ त्यस्तो हुँदो हो पक्का हो त्यो चाहिँ तर म के भन्छु भने मान्छेले त्यति लोभ नगरिकन संसार पनि अडिँदैन हो पक्का हो संसार अडिँदैन पक्का हो है साथी हो मान्छेलाई सुनिराख्नुहोस् तपाईहरुले संसार अडिन्छ लोभ छैन भनेदेखि संसार अडिँदैन किन अडिँदैन लोभै त छैन भोलि अलस्यपना जान्छ लापत्ता भएर जान्छ संसार अनि देश लापत्ता